स्वागत छ। आज हामी मौसमको एउटा अलि फरक, अलि शक्तिशाली पाटो हेर्दैछौँ। मेसोस्केल कन्वेक्टिभ सिस्टम, छोटकरीमा MCSS। यो साधारण आँधीउरी जस्तो होइन नि? होइन, यो त हजारौं वर्ग किलोमिटर ढाक्ने एकदम सङ्गठित चट्याङसहितको ठूलो प्रणाली हो। र रमाइलो कुरा के छ भने प्रविधिले गर्दा जस्तै स्याटेलाइट, राडार अनि कम्प्युटर मोडेलहरूले गर्दा भर्खर हामीले यसलाई अलिक गहिरोसँग बुझ्न थालेका छौँ। हाम्रो आजको कुराकानी पनि नेचर रिभ्युज अर्थ एन्ड एन्भाइरोन्मेन्ट जर्नलको 2020 को एउटा लेखमा आधारित छ। भनेपछि आज हामी के गर्छौँ त? MCSS के हुन्, कसरी बन्छन्, यिनको असर कस्तो हुन्छ, अनि अहिले मौसम बदल्दै जाँदा यिनीहरूमा के फरक आउला, यस्तै कुराहरू सरल तरिकाले बुझ्ने कोसिस गरौँ, होइन त? बिल्कुल। ल, सुरु गरौँ। पहिलो कुरा, यी MCSS किन यति महत्त्वपूर्ण छन् त? किनभने यिनीहरूले असर गर्ने ठाउँ निकै ठूलो छ। विश्वका धेरै उष्णकटिबन्धीय, उपोष्णकटिबन्धीय अनि मध्य अक्षांश क्षेत्रमा बारम्बार आइरहन्छन्। अझ कि केही ठाउँमा त वर्षभरिको आधाभन्दा बढी पानी यिनैले पार्छन्। आधाभन्दा बढी? त्यो त धेरै नै भयो। हो नि, सोच्नुस् त खेतीपातीको लागि, पानीको स्रोतको लागि कति महत्त्वपूर्ण। साँच्चै महत्त्वपूर्ण। तर यति शक्तिशाली चिजको अर्को पाटो पनि त होला नि, खतराहरू। एकदम। फाइदा मात्रै कहाँ हुन्छ र खतरा पनि उत्तिकै छ। कस्तो खतरा? मध्य अक्षांशका जमिनहरूमा हुने धेरैजसो ठूलो पानी पर्ने घटना, बाढी आउने घटनाहरू यिनै MCSS ले गर्दा हुन्छ। बाढी पनि? हो। अनि डेरेचो भन्ने सुन्नु भएको छ? डेरेचो? सुने जस्तो लाग्छ। त्यो एकदमै डरलाग्दो सिधा रेखामा बहने आँधी हो। त्यसले पनि 100औं किलोमिटर विनाश गर्छ। त्यो पनि यिनैले ल्याउन सक्छन्। ओहो। कहिलेकाहीँ टोर्नाडो, ठुल्ठुला असिना पनि पर्न सक्छन्। यसको सामाजिक आर्थिक असर त कति हो कति। पानी पनि दिने अनि यस्तो विनाश पनि गर्ने, कस्तो अचम्म। मलाई के जान्नु मन लाग्यो भने यस्तो ठूलो जटिल प्रणाली बन्नलाई चाहिँ के चाहिन्छ होला? यसको लागि नि वायुमण्डलमा 3वटा कुरा मुख्य हुन्। के हुन्? एक त प्रशस्त ओस, चिसोपना हुनु पर्यो। दोस्रो अस्थिरता, मतलब तातो हावा सजिलै माथि जान सक्ने अवस्था। तातो हावा माथि जाने? हो। अनि तेस्रो, त्यो हावालाई माथि उचाल्नलाई केही चाहियो, कुनै लिफ्ट चाहियो। लिफ्ट जस्तै पहाड हुन सक्छ वा फरक किसिमको हावा ठोक्किएर हुन सक्छ। यिनलाई गहिरो ओसिलो संवहनको तत्त्व भनिन्छ। तर MCS बन्न यतिले मात्रै चाहिँ पुग्दैन। अझै केही चाहिन्छ? हो। एउटा निकै महत्त्वपूर्ण कुरा छ, भर्टिकल विन्ड शियर। भर्टिकल विन्ड शियर त्यो के हो? भनेको उचाइ बढ्दै जाँदा हावाको गति र दिशा कसरी बदलिन्छ भन्ने कुरा। हो। यो विन्ड शियरले के गर्छ भने आधीभित्र माथि गइरहेको तातो हावा अपड्राफ्ट र तल खसिरहेको चिसो हावा कोल्ड पोललाई अलि व्यवस्थित पार्छ। व्यवस्थित? तिनीहरूको अन्तर्क्रियालाई यसले मिलाइदिन्छ। नत्र सामान्य आधी त आफैलाई निभाइदिन्छ। तर विन्ड शियर भयो भने MCS सङ्गठित हुन्छ, धेरै बेर टिक्छ अनि फैलिन्छ। ओहो, कति धेरै कुरा मिल्नु पर्ने रहेछ। यति जटिल भएपछि त यिनीहरू कहिले आउँछन्, कहाँ आउँछन् भनेर थाहा पाउन त गाह्रो होला नि? एकदमै गाह्रो। मौसम पूर्वानुमान गर्नेहरूको लागि यो ठूलो चुनौती हो। किन होला? किनभने यसमा सानो बादलदेखि लिएर ठूलो वायुमण्डलीय प्रणाली, धेरै तहका कुराहरू जोडिएका हुन्छन्। अहिलेका कम्प्युटर मोडेलले त्यो सब कुरा ठ्याक्कै समात्न अलिक गाह्रो हुन्छ। भनेपछि पूर्वानुमान त्यति भरपर्दो हुँदैन? पहिलेभन्दा त धेरै राम्रो भएको छ। प्रविधि र हाम्रो बुझाइ बढ्दै जाँदा सुधार भइरहेको छ, तर अझै पनि चुनौतीहरू छन्। अनि अब मुख्य चासोको कुरा, जलवायु परिवर्तन। यसले MCS लाई कस्तो असर पार्दैछ, केही थाहा छ? यो अहिले एकदमै अनुसन्धान भइरहेको क्षेत्र हो। सुरुवाती अध्ययनहरूले के देखाउँछ भने तापक्रम बढ्दा वायुमण्डलले बढी पानीको बाफ बोक्न सक्छ नि त। हो, त्यो त हो। त्यसले गर्दा MCS ले पार्ने ठूलो पानी त्यो झन बढ्ने सम्भावना छ। झन धेरै पानी पर्ने? हो, झन भारी वर्षा हुने। अनि केही अध्ययनले त यिनीहरू अझै धेरै पटक आउने र अझै शक्तिशाली हुने सङ्केत पनि गरेका छन्। तर यसमा अझै अनुसन्धान चाहिन्छ। भनेपछि भविष्यमा झन खतरा बढ्न सक्ने देखियो? सम्भावना छ। मोडलिङ अझै राम्रो भएपछि हामी अझै स्पष्ट हुन्छौँ होला। त्यसो भए आजको हाम्रो यो विस्तृत कुराकानीको सार के भयो त? मेसोस्केल कन्वेक्टिभ सिस्टम एकदमै शक्तिशाली हो, शक्तिशाली।
जसले जीवन दिने पानी पनि ल्याउँछ तर विनाशकारी प्रकोप पनि, दुवै काम गर्छ। बिल्कुल। यिनीहरू प्रकृतिमा सन्तुलन र अतिवाद दुवैका उदाहरण हुन् र यिनलाई राम्रोसँग बुझ्नु, पूर्वानुमान गर्नु महत्त्वपूर्ण छ। अनि अहिले संसार तात्दै जाँदा यिनीहरू कसरी बदलिन्छन् भनेर जान्नु झनै महत्त्वपूर्ण भयो, होइन र? एकदमै। भविष्यको जोखिमसँग जुझ्नको लागि यो आवश्यक छ। हुन्छ, छलफलको अन्त्यमा श्रोतालाई एउटा प्रश्न छोडौँ त। हुन्छ। यदि यी स्रोतहरूले भने जस्तै भविष्यमा MCSSहरू साँच्चीकै नै अझ शक्तिशाली भए, अझै धेरै पटक आउन थाले भने त्यसले ल्याउने बढी पानी, बढी बाढी जस्ता खतराबाट हाम्रा समुदायलाई, हाम्रा संरचनालाई कसरी सुरक्षित राख्ने होला? आजैदेखि कस्तो तयारी गर्नु पर्ला? सोच्नुपर्ने कुरा छ है।